तपाईँको बालेन त खत्तम रहेछ त। होइन कुन कुराले खत्तम हो त्यो ल्याउनु न पहिला। बोर्डर टाइट गर्यो, विद्यार्थी सङ्गठन हटायो, ट्रेड युनियन खारेज गर्यो, सुकुम्बासी बस्ती हटायो, के हो यो मन लाग्यो यस्तो हुन्छ? यस्तो सुन्नुहोस्, बोर्डर टाइट किन नगर्ने? त्यहाँबाट बोर्डरबाट चाहिँ मान्छेले यतिकै उठाएर स्याउ किनेर ल्याउँछ, तरकारी किनेर ल्याउँछ, त्यो चाहिँ होइन उपयुक्त छ कि छैन, त्यहाँ चाहिँ विषादी औषधि छ कि छैन, त्यो कसले चेक गरे हुन्छ त्यो? अनि त्यो खाएर भोलि चाहिँ मान्छेको मृत्यु भयो होइन, त्यो विष लागेर चाहिँ मान्छेलाई खत्तम हो भने त्यसको जिम्मेवारी कसले लिने? तपाईँले लिने हो? भारतमा गएर आन्दोलन गर्ने अनि विद्यार्थी सङ्गठनको कुरो गर्नुहुन्छ? के चाहिँ कलेजमा चाहिँ ताला लगाउनको लागि विद्यार्थी सङ्गठन चाहिने हो? राजनीतिक दलको झोला बोक्नको लागि विद्यार्थी सङ्गठन चाहिने हो? सुकुम्बासीको कुरो गर्नुहुन्छ? जो सुकुम्बासी हो उसलाई चाहिँ सरकारले उचित व्यवस्थापन गरेको छ, अनि त्यो हुकुमबासीलाई चाहिँ किन चाहिँ नहटाउनु? हटाउनै पर्छ। अनि तपाईँ चाहिँ ट्रेड युनियनको कुरा गर्नुहुन्छ, कर्मचारीले तलब पाएकै छ अनि त्योभन्दा बढी के चाहियो? किन चाहियो चाहिँ कर्मचारीलाई ट्रेड युनियन? कर्मचारीले काम गर्ने कि राजनीति गर्ने हो कुरा गर्नुहुन्छ?